हामी चाहिँ चिया खाइएको छ भर्खर टावरको फेदमा। यो चाहिँ हामी चिया खाँदै अवस्थामा चियालाई 3 रुपियाँ रहेछ होइन, 3 रुपियाँको चिया हो यो चाहिँ, 3 युरो। एकजनासँग फोन तातो चिया मलाई बन्दाको नभएर 3 रुपियाँको तातो चिया हो। यहाँ छ पसल यसको, त्यो चाहिँ टावरको फेद हो। है ल है। हामी घुमिसक्यो लगभग चिया पानी खाइयो। अब हामी घुर्छौँ। अब हाम्रो आजको यात्रा सकियो। अब यो चाहिँ जाने तल जाने ठाउँ हो। यहाँबाट हामी जाने गाडी होइन केबल कार चिसो लागेको छ, हेर्न सक्नुहुन्छ। यहाँबाट हामी सट्टै जाने यो केबल कारमा चढेर तल। आजको घुमा यस्तो रमाइलो भयो। ल तपाईँहरू पनि आउनु होला, रमाइलो छ एकदम। आउँ है, यहाँबाट सट्टै होला यहाँ जाने हामी चाहिँ यहाँ मुनि आउन। ल लुक एट दिस गाई, कस्तो रमाइलो छ ल। टावरको फेदमा मान्छेहरूको घुम्नु घुमाउ राम्रो चलेको छ। यो चाहिँ टावर हो, माथिसम्म आफ्नो गन्तव्यतिर लाग्छौँ। कस्तो चाहिँ हाम्रो टिकट हो। टिकट यहाँबाट टक्क स्क्यान गरेर छिराउनुपर्छ, चढ्नुपर्छ। टिकट हो, टिकटमा टक्क स्क्यान गरेर चढ्न लाग्छ। चढिरहेको छ आफ्नो ग्रुप चढ्ने हो। यहाँ चढेपछि कोही पनि आउँदैन क्या, रातो हुने रहेछ यहाँ चाहिँ। जोस् ल हामी चाहिँ आइपुग्यो। म कस्तो डर लाग्यो उँधो हेर्दा त यार। आइपुग्यो स्टेसन। जाडोको लागि यस्तो दामी छ यो चाहिँ स्टेसन। झिँगाटीको हो। झिँगाटी छानो थाहा छैन, त्यसलाई झिँगाटी भन्छ। ल आइपुग्यो हामी चाहिँ ट्याक्कै ब्याक टु स्टेसन। मस्त घुमेर आइयो। कस्तो लाग्यो केटाहरूलाई, रमाइलो लाग्यो। ल चाहिँ ब्याक टु डाँडा घुमेर आइयो गाइस होइन। रमाइलो भयो आजको घुमाइ। 24 मिनटमा माथिबाट यहाँ आइपुग्नु चाहिँ। यहाँबाट माथि जाँदा अलिक धेरै लाग्छ र उकालो छ नि त। उकालो जाँदा चाहिँ 25 मिनट लाग्दो रहेछ, ओह्रालो आउँदा चाहिँ 24 मिनट लाग्दो रहेछ है। खेलेर घुमेर टक्क आइपुग्यो है स्टेसन। बिल्डिङको आजको दिन यसरी नै भयो। ल